विशेष महाधिवेशन मार्फत यो विषम परिस्थितिमा कांग्रेस अगाडि बढ्न हुँदैन भन्नेमा थिए र छु। तर अब कांग्रेस एक ढिक्का नभई चुनावमा यो इलेक्सनमा नेपालको लोकतान्त्रिक पार्टी प्रजातान्त्रिक पार्टी भएको नाताले अब निर्वाचन आयोगले पनि मान्यता गगन थापालाई दिएको हुँदा र युवा नेता यो देश परिवर्तन गर्न सक्ने क्षमता, यो देश हाँक्न सक्ने, यो देश बनाउन सक्ने र पार्टीलाई पनि सबै तरुण बुढा सबैलाई चाहिँ लिएर सक्ने क्षमता भएको कारणले सभापति गगन थापाले एउटा भिजन भएको व्यक्तिले पार्टीलाई मिलाएर लैजानुहुन्छ भन्ने म विश्वस्त छु र कांग्रेसलाई बहुमत दिलाउनको निमित्त सबै एकजुट भएर लाग्नुपर्छ। फेरि यो त विशेष अधिवेशन हो, अब चाहिँ नियमित अधिवेशन हाम्रो चाहिँ वैशाखमा हुँदैछ, तय भएकै छ। त्यसमा हामीले कसलाई छान्ने, को नेतृत्व बनाउने भन्ने कुरा बाँकी नै भएकोले अहिले चाहिँ हामीले गगन थापाले सार्नु भएको यो अगाडि सार्नु भएको योजना र सबै नेपाली कांग्रेसका दिग्गज नेताहरूले पनि अब सपोर्ट गरिसक्नु भएको अवस्था र नगरेको भए पनि अब गर्नुहुन्छ भन्ने मलाई विश्वास लागेर चार तारे झण्डा र रुख चिन्हमा मत दिएर चाहिँ अत्याधिक बहुमतले देशभरि नेपाली कांग्रेसलाई लोकतान्त्रिक पार्टीलाई जिताउन म अपिल पनि गर्दछु।